खै पैसाले जाँड खानु ए अब मैले पैसा दिनु पर्यो हुँदा हुँदा घरको सबै सामानहरू बेचेर खाइसक्यो अब मैले पैसा चाहिँ कहाँबाट ल्याएर दिनु हात खुट्टा हात दिनु सक्ला सक्लै खाली पैसा मागेको छ म कमाउन गएपछि त अर्कोसँग खाना बोकेर मलाई ए अब आएर मलाई नाठो पनि देखाउन थाल्यो होइन त आफू गतिलो नभएपछि देखाउने भनेको त्यस्तो भनेपछि आज आएर तिमीले हात पात पनि गर्न थाल्यो होइन मलाई ए त पैसा छैन भने यो के हो यो त मेरो आमा बितेर जाँदा मलाई चिनो दिएर जानु भएको अब तिमीले यो माथि पनि आँखा लाउन थाल्यो होइन म भन्दा तेरो आमा ठुलो जन्म दिने आमा ठुलो नभएर के हुन्छ त यो छोड्दैन निकाल